सम्माननीय सभामुख महोदय, आज म यो गरिमामय सदनमा नेपाल सरकार र वन मन्त्रालयलाई केही सुझाव दिन चाहन्छु। सभामुख महोदय, अधिकांश नेपालीहरूको धर्म संस्कारसँग जोडिएको बहुमूल्य यो रत्न काठ श्रीखण्ड र रक्तचन्दन इन्डियाबाट ल्याई नेपालमा नेपालीहरूले प्रयोग गर्ने गर्दछन्। हाम्रो देशको वनमा यो काठ सुकेर ढलेर गएको छ। सभामुख महोदय, भने यो बहुमूल्य काठ विदेशमा पनि एकदमै महत्त्व र माग समेत भइरहेकोले नेपाल सरकारले यो बहुमूल्य काठ उत्पादनको लागि रुख बुट्टाहरूको नेपालमा व्यावसायिक खेती गरे ने व्यवस्था मिलाए। किसानहरूले यो काठ उत्पादन गरेपछि नेपाल सरकारले किसानसँग एकमुष्ट किनी सरकारले विदेश सप्लाई गरी बेच्ने गर्दा देशको अर्थतन्त्रमा पनि राम्रो सुधार हुने र नेपालका किसानहरूको पनि आर्थिक उन्नति र भइरहेको अवस्था छ। नेपालमा भएको इन्स्टिट्युट अफ फरेन अफेयर्स जस्ता संस्थाहरू निष्क्रिय प्राय छन्, जसको वेबसाइट पनि खुल्न नसक्ने अवस्थामा छन्। यो एउटा उदाहरण मात्रै हो। हाम्रो नेपाल सरकार र विभिन्न निकायका यस्ता संस्थाहरू यस्तै अवस्थामा छन्। आज नो एक्सन इज बेस्ट पर्फर्मेन्स जस्तो अवस्थामा भएका हाम्रा संस्थाहरू या निकायहरू या जिम्मेवार व्यक्तिहरू र हाम्रा जिम्मेवार संस्थाहरू यो अवस्थामा रहँदाखेरि जवाफदेहिता शून्य छ, प्रश्न गरिँदैन, जवाफदेहिता हुँदैन। त्यसकारणले हामी पर्फर्मेन्स नगर्ने कुरा नै हाम्रो बेस्ट पर्फर्मेन्स हो भन्ने दाबी गरिरहेका हाम्रा निकायहरूलाई थप जवाफदेही बनाउन आज नीति कार्यक्रममा छलफल गरिरहेको यो अवस्थामा हाम्रा संस्थाहरू निकायहरूलाई जवाफदेही बनाउनका लागि ठोस कार्यक्रमिक योजना र बजेट तर्जुमा गर्नका लागि ध्यानाकर्षण गराउन चाहन्छु र आवश्यकता बमोजिमका हाम्रा कार्यक्रमिक योजनालाई प्रभावकारी बनाउने दिशामा थप हाम्रा जिम्मेवार माननीय सदस्य सुरेन्द्र राज आचार्य। सम्माननीय सभामुख महोदय, वर्षायाम सुरु हुँदैछ। किसानलाई